अर्को इन्फर्मेटिभ भिडियोमा यहाँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। म मदन पुन मगर र पछिल्लो समयमा अलि लगभग धेरै दिन नै भयो मैले चाहिँ भिडियो पोस्ट गरेको थिएन। त्यस्तै आफ्नो कारण व्यस्तताले भनौँ न। र यो भिडियो चाहिँ एकदमै नेपालबाट आउने साथीहरूको लागि विशेष इन्फर्मेटिभ हुनेछ, जानकारी हुनेछ। र यो भिडियोलाई चाहिँ स्क्रिप्ट नगरी हेरिदिनु होला। मिल्छ सक्नुहुन्छ भने चाहिँ सेयर गरिदिनु होला अनि रिपोस्ट पनि हालिदिनु होला पनि भन्न चाहन्छु। पछिल्लो समयमा के छ भनेपछि धेरैभन्दा धेरै नेपाली साथीहरू चाहिँ मौरिसस आउन चाहनुहुन्छ, आइराख्नु भएको छ हैन। र मौरिससबाट पनि धेरैभन्दा धेरै डिमान्डहरू विभिन्न सेक्टरमा चाहिँ डिमान्डहरू गएको छ। र अब मैले यो भिडियो बनाइराख्दा कतिपय साथीहरूलाई फेरि यति सानो यति नर्मल कुरा पनि किन सेयर गरेको टाइपको मनमा आउन सक्छ। उहाँहरूको लागि भन्दा पनि यो जो नयाँ हुनुहुन्छ, जसले चाहिँ यो मौरिससको बारेमा केही जानकारी लिन चाहनुहुन्छ, उहाँको लागि चाहिँ विशेष हुनेछ। र धेरैभन्दा धेरै साथीहरू के गर्नु भएको छ भनेपछि एजेन्टको प्रलोभनमा परेर यो चाहिँ मौरिसस चाहिँ युरोप हो, यहाँसम्म कि यहाँ चाहिँ युरोप हो, यहाँ चाहिँ आइडी बनाएर यहाँबाट अन्य देशहरूको भिडियो त मैले बनाइसकेको छु, त्यो भिडियो पनि सबै हेरिदिनु होला। यहाँ चाहिँ आइडी बनाइन्छ, यहाँ युरोप हो भन्ने टाइपले पनि धेरैभन्दा धेरै रकम दिएर ठगिराख्नु भएको छ। र म साथीहरूलाई के अनुरोध गर्न चाहन्छु भनेपछि यो चाहिँ साउथ अफ्रिकामा पर्ने, अफ्रिका महादेशको साउथमा पर्ने एउटा सानो देश हो, एकदमै ब्युटिफुल देश हो मौरिसस हो। यहाँ चाहिँ धेरैभन्दा धेरै टुरिज्म सेक्टरमा चाहिँ धेरै विकास गरेको छ यो देशले। र धेरैभन्दा धेरै साथीहरू गर्न चाहन्छु। नयाँ साथीहरू प्रलोभनमा परेर, जस्तो कि तपाईँको यहाँ भएका मान्छेले 40,000 कमाएर 70,000को 80,000को पनि गफ दिन्छन्। मैले यस्ता मान्छे धेरै देखेको छु। त्यो गफमा परेर अनि अब त्यो प्रलोभनमा परेर धेरैभन्दा धेरै रकम तिरेर नआउनु होला। अनि एजेन्टले त अब हामीलाई त्यसरी नै ठगी नै हाल्छ। तर यहाँ भएका मान्छेहरूले पनि जस्तो 40,000 कमाएपछि 80,000 कमाएको टाइपको, अनि 50,000 कमाएपछि चाहिँ 80,000 1 लाख रुपियाँ कमाएको टाइपको गफ दिन्छन्। ती गफबाट चाहिँ अलि बस्नु होला। तपाईँलाई अहिले चाहिँ पछिल्लो समयमा के छ भने चाहिँ टिकटकमा धेरैभन्दा धेरै साथीहरूले जानकारी दिइराख्नु भएको छ। त्यो जानकारी हेरेर आफूले सही निर्णय लिएर मात्र आउनु होला भन्न चाहन्छु। र यस्तै हो। अब तर तपाईँलाई अवस्था यस्तै छ यो मौरिससको। यो चाहिँ के हो भनेपछि धेरै विकास भइसकेको तन्नै विकास भइसकेको देश चाहिँ होइन, तर विकास हुने क्रम चाहिँ तीव्र गतिमा अगाडि बढिरहेको छ। र कन्स्ट्रक्सन फिल्डमा चाहिँ धेरैभन्दा धेरै साथीहरू पनि आउनु भएको छ। र तपाईँलाई के यहाँको केही विषयमा जानकारी छ, जानकारी लिन चाहनुहुन्छ भने चाहिँ मलाई कमेन्ट गर्नु होला। म तपाईँलाई सक्दो सहयोग गर्नेछु। र सक्नुहुन्छ भने चाहिँ इनबक्समै म्यासेज गर्नु होला। यदि सक्नुहुन्न भने चाहिँ कमेन्टमै छोड्नु होला। तपाईँको जिज्ञासालाई चाहिँ मैले सकेको क्रममा तपाईँको सही एन्सर दिने कोसिस चाहिँ गर्नेछु। र कमेन्ट गर्न चाहिँ नभुल्नु होला।